यहाँ चाहिँ हामी दुरी आइपुगेर चाहिँ पुच्का खाँदैछ तिनजना। दादाले बिचारा सिङ्गुलीबाट हामीलाई बनाइदिएको अरे स्पेसल जुगा। हामीले बाटो कोठी होइन, यहाँ चाहिँ अब हामी जान आँटेको। अब चाहिँ म welcome back to my YouTube channel. It's me Anjali हैन र अहिले चाहिँ we are in Dudi है। भ्लग चाहिँ ढिलो स्टार्ट भयो बस ब्याट्री पनि छैन जस्तो मैले गर्दिन भने। हामी आज चाहिँ जाँदैछु दिदी घर है। प्लस हाम्रो चाहिँ अस्ति घरमा अलिक सामान झार्दैछ, त्यो सामानहरू पनि अलिक पुगेन। अहिले चाहिँ हामी जाँदैछु हो। कान्छीलाई बाबु पनि छ हो। चाहिँ गरम रहेछ। यो चाहिँ हो दुधेको वेदर है। आज एकदमै बेसी गरम रहेछ। मलाई त पुरा गरम लाग्यो। यहाँ चाहिँ हामी दुरी आइपुगेर चाहिँ पुच्का खाँदैछ तिनजनाले हो। हालत चाहिँ यस्तो भइरहेको छ गरमले। मलाई पनि देऊ न हौ, मैले त्यो खाएको। अहिले चाहिँ हामी पुग्यौँ पानीघट्ट ब्रिज हो। हामी आइपुग्न आँट्यौँ पानीघट्ट होइन। आज चाहिँ वेदर चाहिँ दामी भइरहेको छ तर अब हामी चाहिँ सहनु सक्दैनौँ है। मलाई चाहिँ हामीलाई चाहिँ गरम मन पर्दैन नि त, त्यही भएर माइ गड। आज किन सबै गाडीहरू रङ साइडमा ताउँदैछ यार। साथीहरू हेर्दै गर्दैछ होला है मेरो भिडियोलाई। अब घरबाट चाहिँ बनाउनु पाएन भिडियो हो। मैले एडिट गरेर हाल्छु चाहिँ पानीघट्ट है स्टेसन होइन। बजार भएर जानु कि हिजोकै बाटो भएर जानु किन अघिहरूको पनि छुट्टी भयो क्या है होला। भने त केही लग्दिनौ भने चाहिँ अभिनय पैसा लाग्यो। अहिले चाहिँ हामी चाहिँ यहाँनिर हाम्रो दुईजना साथीभाइहरूलाई पर्खिरहेको छु हो। एकदम बेसी गरम। जान्छ बागडुग्रा है, यताबाट चाहिँ जान्छ हाम्रो दिदीहरूको घर होइन। हेर्नुहोस् होला आजको भिडियो कस्तो हुन्छ। अन्त मोरे हो गरम भएर ठट्टै पुग्यौँ। कता हो यता होइन। यहाँ चाहिँ हामी पुग्यौँ है। यहाँ चाहिँ अहिले हाम्रो दिदीहरूको घर बनाउँदैछ। ऊ यहाँ दादा एन्ट्रीको लागि बसिरहेको छ।
दुई भाइ साथीहरू चाहिँ दिदीहरूको घर बनाउँदैछ नि त हो। अन्त अहिले चाहिँ दिदीहरू चाहिँ यता बस्नु हुँदैछ। यहाँ चाहिँ बनाउँदैछ दिदीहरूको घर। यो चाहिँ हो पानी घर त है। गरम चाहिँ अलिक शीतलमा राख है। दादाले बिचारा सिङबुलीबाट हामीलाई बनाइदिएको अरे स्पेसल जुगार भन्छ। खान्छु म त मरे गरम भएर। वाउ म चाहिँ भेनालाई फोन पुऱ्याउनु जाँदैछु है। भेना फोन यहाँ चाहिँ भेना आज के भन्नु कुकिङमा भन्नु कि हेर्नु है सामका दिदी किन भाउजूले त भ्लगकै लागि भनेको के लाउनुहुन्छ हेर्नुहोस् होला। तर भेनालाई चाहिँ मैले कहिले पनि नदेखेको अहिलेसम्म यस्तो खानेकुरामा चाहिँ आज चाहिँ देखेँ। आज चाहिँ देखेँ है। यहाँ चाहिँ हाम्रो अजा हुनुहुन्छ। खै अजी चाहिँ अजा साँच्ची नै हेलो भनिदिनु। यहाँ पर्खिन अलिक यता आउनु त अजा। क्यामेरा अलिकै भयो लु हेलो भनिदिनु न। दिदी हेर्नु होला यहाँ हाम्रो अजी चाहिँ यहाँ छ ल। अजीले किन माला धुनु भएको हेलो भनिदिनु यहाँ। हेलो हो अजी चाहिँ यहाँ हुँदो रहेछ हो दिदी। तर मलाई त सेम पहिलाकै उयो लाग्यो सबै। यहाँ चाहिँ सन्जु दादाले चाहिँ हामीलाई यस्तो हेर्नु दिदी मैले सकेको छुइनँ हेर्नु न भ्लग बनाउनु भनेर। कस्तो दामी आयो क्यामेरा। हामी चाहिँ अब यहाँ एकछिन घुम्नुको लागि जाँदैछौँ होइन। खै कुनै जबडा मोडहरू कि खै कहाँ आई डोन्ट नो है। हामी चाहिँ अब निस्केको एकछिनको लागि चाहिँ। यस्तो डरलाग्दो चाहिँ गरम रहेछ कि म एक्सप्रेस नै गर्नु सक्दिनँ यो गरमको चाहिँ। बाइकहरू पनि हेर्नुहोस् न यहाँको त्यसरी राख्दा छ ताकि तातो नहोस् भनेर हो है। त्यहाँ चाहिँ किन राखेको कुनाल बाइक। ल म एकछिनमा भेट्छु तपाईँहरूलाई ल बाई बाई। हेर्दै गर्नुहोस् होला ब्याट्री कम छ हाम्रो कुनाल पुरा गेम पुरा गेम खेल्छ अन्त त्यही भएर चाहिँ अलिकति उयो भयो हो ब्याट्रीको प्रब्लम भयो। तर हेर्दै गर्नुहोस् होला म तपाईँहरूलाई देखाउँछु ल। यसमा भेट्छु बाई बाई। चाहिँ यो उकालो जाँदैछौँ होइन। राहुलले चाहिँ चिन्दा रहेछ बाटो हामी चाहिँ चिनिन बाटो। मजाको टाइल्स लाग्छ। यहाँ पनि यस्तो हरियाली बगैँचाहरू छ होइन। आई विश हामी खोलातिर जाँदै गरेको होस्। यतातिरको त्यस्तो सुँगुरहरू पनि चाहिँ खेल्छ बाटोमै। हामीले बाटो चाहिँ नचिनेको अवस्था ऊ कान्छीलाई पनि हेरिदिनुहोस् अरे तपाईँहरूले हो। यहाँ चाहिँ बाटो नचिनेको अवस्था भन्छ यसलाई चाहिँ हो। गरमले कालो भइसकिसक्यो मान्छे यहाँ।
हामी चाहिँ आइपुग्यौँ बडाकोठी है। यो चाहिँ हो पानीघट्टाको बडाकोठी, पुरानो त्यस्तो रहेछ। यस्तो रहेछ यहाँ चाहिँ डेरिङ। आई गेस यहाँ चाहिँ किचन थियो होला होइन। यो चाहिँ के हो आई डोन्ट नो। मलाई त कस्तो डर लाग्यो। खुङखार त्यो क्यामेरा पुस्छ त्यसै बडाकोठी भन्छ। यो चाहिँ के कोठी थाहा छैन मलाई चाहिँ बडाकोठी। हेर्नुहोस् गाइज एकदम म चाहिँ सक्ट परेँ है। हामी चाहिँ यस्तो डर लाग्दो। यो चाहिँ ब्रिटिसको पालोदेखिको अरे। यो चाहिँ ब्रिटिसको पालोदेखिको अरे। आउनु निस्किनु नसक्ने गरम चाहिँ है भाउजू। यो त तर अलिकति दामी नै खालको है। एकदम भुलभुलैया टाइपमा चाहिँ हल है। त्यो भित्र आगो बालेर हेर्ने जस्तो। यो चाहिँ के होला है हेर्नु न। हेर्नुहोस् गाइज हो यो चाहिँ एकदम अब ठुलो पहिला ब्रिटिसकै पालोदेखिको अरे। यस्तोहरू पनि रहेछ हो। हामी चाहिँ यहाँ फर्स्ट टाइम आएको हो। तपाईँहरूलाई पनि देखाउँछु। तर यहाँ चाहिँ पुरा गरम गाइज। हेर्नु न अब यहाँ भित्र पस्यो भने त कस्तो कता के हो हेर्नु चिन्नु पनि नसक्ने। यहाँ चाहिँ पुरा लेखेको रहेछ। सो गाइज अब चाहिँ हामी चाहिँ यहाँबाट निस्केको। यहाँ चाहिँ के अरे बडाकोठी अरे होइन। त्यतिको अल्छी हुन्छ भनेर घुम्न आएको। यत्रो ठुलो रहेछ। यहाँ चाहिँ यत्रो ठुलो रुख पनि रहेछ होइन। मलाई चाहिँ यस्तो गरम भयो होइन। घामले चाहिँ म काली भइसकिसकेँ। काली तपाईँहरूलाई म पर देखाउँछु ल। यो बडाकोठी ब्याट्री पनि छैन यार। अलिक राखेको ब्याट्री हो। अब ओह्रालो जाँदा देखाउँदिनँ। सिधै तल दिदी घर पुगेर देखाउँछु बडाकोठी होइन। यहाँ चाहिँ अब हामी जान आँटेको। अब चाहिँ म सिधै तल पुगेर भेट्छु। कज मेरोमा ब्याट्री पनि छैन। म घामले काली भइसक्यो। लिटरली काली भइसकिसक्यो हो। 18 कि कति मात्रै छ। नक्कै नै ल अहिले भेट्छु भाइ। फाइनली यहाँ चाहिँ हाम्रो हिरो मेरो भाइ अभिनय आइपुग्यो। अभिनय यहाँ हेलो भन्दै किन आउनु गरेको। म स्मृति दिदी कुनल मामा कस्तो जग्गामा लाग्छ भाइ को कुनल मामा कहिले लाग्छ अरे। हामी यहाँ खाना खान आँटेको भेन यहाँ भाइहरू छ। अब यहाँ चाहिँ स्टार्ट गर्नु आँटेको र अब त्यही हामी खाना खाएर चाहिँ एकछिन खोला जाने हो। तपाईँहरूमा बादमा भेट्छु। पछि यहाँ चार्जरको अलिक प्रब्लम भयो हो। सो अहिले भेट्छु तपाईँहरूलाई म खानासाना खाएर। बाई बाई। दिदी तपाईँले भनेको जस्तो हामीले गर्दैछौँ है। जतिलाई केही न बेसी गरम भएर ठाउँ चुट्यो मेरो त। हामी खानासाना खाएर पनि यहाँ बसिरहेको गरम छ। मलाई कालो न कालो देखिरहेको गाइज। अहिले चाहिँ हामी यहाँ बसिरहेको छु। कस्तो आउँदैछ क्यामेरा मलाई थाहा छैन होइन। अन्त दादा र राहुल चाहिँ दोकान गएको छ। हामी चाहिँ बसिरहेको छौँ एकछिन हावा खाँदै हो। गरम छ। खोला जाउँ भन्दैछ मेरो अफसोस। तर म तपाईँहरूलाई खोलाको भिडियो चाहिँ देखाउनु पाउँदिनँ होला। बिकज मेरोमा ब्याट्री ओन्ली 10% छ हो। तर पनि क्याप्चर गर्नु पायो भने क्याप्चर गर्छु। त्यति नै हो है। हेर्नुहोस् होला कस्तो हुन्छ है। अहिले देखाउँछु। ब्याट्री थियो भने ब्याट्री थिएन भने चाहिँ सिधा घरतिर भेट्छु म तपाईँहरूलाई ल। बाई बाई। सो हेलो एभ्रिवान है वन्स अगेन। र अहिले चाहिँ हामी घर आएँ र अहिले चाहिँ रातिको 9 बज्यो होइन। हामी घर आयौँ। हाम्रो त्यो सानो काम थियो। हाम्रो आफ्नो कामले पनि हाम्रो आफ्नै काम लिएर पनि हामी गएको थियौँ।
त्यो पनि भयो। तपाईहरुलाई थाहै छ, तपाईहरुले अगाडि देखिसक्नु भइहाल्यो होला कि मेरो चाहिँ ब्याट्री चाहिँ कम्ती थियो हैन। कुनाले चाहिँ गेम खेल्छ अनि त मेरो ब्याट्री अलिक प्रब्लम हुन्छ नि त। अन्त जब हामी आयौँ सामानहरु ल्याएर हैन, अन्त त्यहाँबाट यता चाहिँ अलिक म बिजी भएँ कज आज अब आज हाम्रो कोमा पनि आउनु भएको छ नि त। अन्त कोमाले भेज मोमो खान्छु भनेर चाहिँ मोमो बनाउँदा बिजी भएँ। भ्लग चाहिँ म त्यति बेला पनि गर्छु भनेर सोचेको थिएँ, तर लाइक चार्ज हालिराखेँ अन्त गर्दिनँ होस् भन्ने भयो हैन। अन्त यो भिडियो चाहिँ मैले बनाउँदिनँ भनेर सोचेको थिएँ, तर यो चाहिँ स्पेसली दिदीले हालै मतलब भिडियोहरू बनाउनु भएको थियो। अन्त मैले सोचेँ है भ्लग पनि गर्छु टाइपको, अन्त चाहिँ मैले यो भ्लग बनाएको थिएँ। आई होप तपाईहरुलाई मन पर्यो। हुन त त्यस्तो खास छैन यो भिडियोमा, आइनो एकदम सर्ट भयो। अब अलिक अब भेनाले मलाई चार्जरको जुगाड पनि गरिदिनु भएको थियो, तर अब त्यो 16 को थियो अन्त मेरो फोनमा मिलेन हो। सो त्यही हो, अब त्यस्तै थियो मेरो भिडियो हैन। अन्त अहिले चाहिँ हामी हाल फिलहालमा चाहिँ दुई झालमुरी हो मोमोसम्म खाएर पनि हो अगाएन अरे त उसलाई त झालमुरी र स्प्राइट खाँदै बसिरहेको छु। कस्तो भयो मोमो भनेको? दामी भयो। त्यही हो मेरो भिडियो, त्यति नै थियो। आई होप यु गाइज इन्जोय आवर भिडियो है। अन्त त्यति भन्दै मेरो यो भ्लग अब यो खाऊ न, मैले अघि सोद्धा चाहिँ डल्लै हाल्नु भनेर चाहिँ भनिहालेर भपो भन्छ झालमुरी। त्यति भन्दै एन्ड गर्छु हैन। अब यो मेबी आज थर्सडे हो, भोलि फ्राइडेको त म त्यस्तो भ्लग हाल्दिनँ होला, मेबी स्याटरडे सन्डे चाहिँ हुन्छ होला है। त्यति भन्दै यो भिडियो चाहिँ म यहीँ एन्ड गर्छु। आई होप यु गाइज इन्जोय माई भिडियो र तपाईहरुलाई म नेक्स्ट भिडियोमा भेट्छु। अहिले चाहिँ बाई बाई, गुड नाइट, बाई भनिदिऊ। ऊ चाहिँ बोल्दैन, उसको वाक्य अहिले बोली फुटेको छैन, अब त गर्छ। बाई।